सो जय मसी सबैजनालाई यो बिहानी पख है स्वागत छ। सबैजनालाई म स्वागत गर्न चाहन्छु र म चाहिँ अहिले जाँदैछु। देख्न सक्नुहुन्छ यो चाहिँ आरु एकदम अब यो आरुको सिजन हो है, आरुको सिजन। अनि यहाँ पनि तपाईँले देख्न सक्नुहुन्छ माथि एउटा गुड पनि छ। यहाँ ठ्याक्कै हेर्नुभयो भने चराको गुड पनि छ। अनि म चाहिँ कहाँ जाँदैछु भन्दाखेरि ठ्याक्क लाएर बाख्राको खोरमा। अनि मैले बाख्रा छोड्नु पर्ने हुन्छ है। हाम्रो बाख्राहरू देख्न सक्नुहुन्छ। ल यस्तो छ खोर चाहिँ जस्तै भर्खर हामीले बनाइसक्यौँ। बाख्रा चाहिँ यस्तो छ। यो चाहिँ यिनीहरू चाहिँ ठुलो माउहरू हो। यहाँ पनि छ एउटा ठुलो माउ। अनि यहाँ चाहिँ बच्चाहरू छ क्या। यहाँ चाहिँ बच्चाहरू छ, ढुङ्गा हटाउनु पर्ने हुन्छ। त्यहाँदेखि यसरी निकाल्नु पर्ने हुन्छ। ल ल ल ल ल ल जा 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 आफ्नो आमाकोमा गयो। ल ल ल ल ल पस पस पस। ल यस्तो छ है। ल अब यिनीहरूलाई चाहिँ भरे घाँस दिन्छु। अहिले बिहानको 6:10-15 कति भइरहेछ। समयहरू चाहिँ यस्तो छ। ओके ल यस्तै छ मेरो चाहिँ। अब बिहान उठेर प्रार्थना गरिसकेपछि मेरो डोल्ली रुटिन चाहिँ यहाँ आउने, यिनीहरूलाई खोलिदिने, अनि एकछिनमा फेरि 7-8 बजे आउने, अनि तिनीहरूलाई फेरि दाना पानी दिने, अनि तल लाने, घाँस बाँध्ने, त्यस्तो छ। ल अब घरमा जानुपर्ने हुन्छ। जाडो मौसम छ, चिया खानुपर्ने हुन्छ, कफीहरू। ल फेरि भेटौँला। जय मसी, सलाम।